हेलो वेलकम नमस्कार मेरो सबै साथीहरूलाई अनि वेलकम छ ममताज मसालामा। हेर्नु त के मिठो र टेस्टी व्हाइट सस पास्ताको रेसिपी लिएर आएको छु अनि मोस्ट इजी रेसिपी छ। जाउँ त किचनमा हाल्नु हेर्छौँ कसरी पकाउने है। हेर्नु मैले लिएछु प्याज, क्याप्सिकम, मसरुम अनि गाजर। मैले यो सबै भेजिटेबल यसैले लिए किनकि मेरो किचनमा यो सबै अभाइलेबल थिए। हजुरको पास जे पनि सब्जी छ होला हजुरले त्यो लिन सक्नुहुन्छ। मैले यसमा हालेको छु रिफाइन, हजुरले केही पनि आफ्नो तेल युज गर्न सक्नुहुन्छ। मैले सबै सब्जी एकैसँगै हालिदिएको छु धोएर, हेर्न सक्नुहुन्छ हजुरले। मैले सबै सब्जीलाई अलिक लामो लामो काटेको छु है। अनि यो सबै राम्रैसँग मैले मिक्स गरेँ। अब यसलाई राम्रोसँग अलिकति गल्नु दिनुपर्छ ल। हेर्नु सक्नुहुन्छ कति मजाले मैले यो सबैलाई मिक्स गर्दैछु। यी हेर्नुहोस् उसले अलिअलि आफ्नो पानी छोड्यो भने अलिकति मैदालाई 2 चम्मच पानीमा घोलेर मिसाएर त्यसरी हामीले राख्नुपर्छ। त्यो अलिकति मिसाएपछि त्यसमाथि हामीले अलिकति ब्ल्याक पेपर हाले, मरिचको धुलो हालेर त्यो मिक्स गरेपछि अब हेर्नु सक्नुहुन्छ मैले अलिकति यसको माथि दुध हालेँ। दुध हालेर जब हामीले यसलाई उबाल्छ यो अलिकति गाढा हुन्छ होइन। हामीलाई सब्जीलाई सिर्फ गलाउनु दिने हो, अझै केही गर्ने होइन। यसको माथि मैले हालेको छु चिज स्लाइस। हजुरको पास मोजरेला चिज छ भने जो हाल्न सक्नुहुन्छ। चिज गलेपछि मैले हेर्नु सक्नुहुन्छ मैले नुन छर्किदिएछु माथिदेखि। अनि आइएम सो सरी फर माई भोइस, आज मेरो अलिकति घाँटी बसेको छ र त्यसले गर्दा हो। यी हेर्नुहोस् त्यसको माथि मैले फेरि यो अमुलको जो क्रिम आन्छ त्यसलाई अलिकति पानीमा मिक्स गरेर मैले एड गरेको छु। हेर्नुहोस् कति मजाले यो मिल्यो होइन। अरू हजुरलाई यो अलिकति कम्ती लाग्दैछ भने आफ्नो तर्फदेखि हजुरले अझै पानी या त दुध एड गर्न सक्नुहुन्छ। यो मेरो लागि ठिकैको थियो, त्यसले गर्दा मैले अब यसको माथि म्याक्रोनी हालेँ। यी हेर्नुहोस् म म्याक्रोनी मजाले मिक्स गर्दैछु। अब यी हेर्नुहोस् त के मजाले हाम्रो म्याक्रोनी मिक्स भयो। अनि अब यसलाई म हजुरलाई अहिले प्लेटिङ गरेर देखाउँछु ल। अहिले हेर्नुहोस् त के मजाले मिक्स गरेँ यसलाई। यो बहुत टेस्टी थियो, बहुत सिम्पल रेसिपी छ, 2 मिनटभित्र रेडी हुन्छ। सो प्लिज हजुर यो रेसिपी ट्राई गर्नुहोला। अनि हजुरले यो रेसिपी ट्राई गरिसकेपछि प्लिज लेट मी नो अन द कमेन्ट बक्स ल। यी हेर्नुहोस् यो अलिकति मलाई कम्ती लाग्दै थियो र मैले यसमा दुध र पानी मिक्स गरेँ यसरी फेटेर, किनकि यसमा मैले मैदा हालेँ त्यसले गर्दा धेरै गाढा भएको थियो ल। यी हेर्न सक्नुहुन्छ के मिठो र बब्बाल पाकेको थियो, बहुत टेस्टी छ। प्लिज लाइक गर्नुहोला, नत्र भए हजुरले आफ्नो घरमा यसलाई सेयर गर्नुहोला कि हजुरलाई यस्तै सिम्पल पाराको खानु मन छ। केही हाले होइन, मरिचको धुलो र नुन मात्रै हालेर एकदम सिम्पल र टेस्टी म्याक्रोनी।